नमस्कार, कार्यक्रम व्यक्ति विशेषमा हार्दिक स्वागत छ। म हिरो सुलोचन। दर्शक महानुभावहरू, आज हामी व्यक्ति विशेषमा जिरेल समुदाय र जिरेल जाति र जिरी आसपासमा रहेर कुराकानी गर्नेछौँ। कुराकानी गर्नको लागि हामीसँग आजका अतिथि हुनुहुन्छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका पूर्व सदस्य सचिव एवं समाजसेवी निरबहादुर जिरेल। उहाँलाई म कार्यक्रम व्यक्ति विशेषमा स्वागत गर्न चाहन्छु। निरबहादुर सर, नमस्ते। यहाँलाई कार्यक्रम व्यक्ति विशेषमा स्वागत छ। धन्यवाद। नमस्कार। आराम हुनुहुन्छ? ठिकै छ। मुन्दुम सबै किराँतहरूको हो कि होइन? हो भने जिरेल र मुन्दुमको सम्बन्ध चाहिँ कस्तो छ? मुन्दुम मैले व्यक्तिगत रूपमा भन्नुपर्दाखेरि सबै किराँतको हो भन्छु। तर विडम्बना के छ भनेदेखि केही बहुसङ्ख्यक जनसङ्ख्याको हिसाबले बहुसङ्ख्यक रूपमा भएका हाम्रो राई लिम्बूहरूले मात्रै चाहिँ मुन्दुम उहाँहरूको मात्रै हो भन्ने पनि कथाकथि सुन्नमा आउँछ। तर मुन्दुम भनेको कुरो चाहिँ म त्यो मुन्दुमविद नभए पनि मुन्दुम के होला अथवा के हुनसक्छ भनेदेखि यो आदिवासी जनजातिहरू जो किराँत मूलभित्र पर्छन् उनीहरूको संस्कार, संस्कृति, रीतिरिवाज, चालचलनहरूको एउटा मौखिक ग्रन्थ हो त्यो, जस्तो मलाई लाग्छ। र हाम्रो अब जिरेल र मुन्दुमको बारेमा चाहिँ कुरा गर्नु पर्दाखेरि मुन्दुम नै भनेर जिरेलहरूले उच्चारण गर्ने चाहिँ गरिँदैन। तर मुन्दुममा चाहिँ जसरी उता पूर्वतिर राईहरू लिम्बूहरूले मुन्दुममा जसरी चाहिँ त्यो उच्चारण गर्छन् त्यो मौखिक रूपमा, त्यो कुराहरू चाहिँ जिरेलहरूको पनि मौलिक रूपमा अथवा परम्परागत रूपमा गर्ने संस्कार, संस्कृति, रीतिरिवाजहरूमा चाहिँ झल्किन्छ। जिरेल समुदायमा चाहिँ मुन्दुमको कतिको चेत छ अथवा जानकारी छ? होइन, जिरेल समुदायमा मुन्दुम नै भनेर चेत हुनुभन्दा पनि मुन्दुमको मर्म जे हो त्यो भित्रको संस्कार, संस्कृति र रीतिरिवाज चाहिँ जिरेलहरूले चाहिँ गर्दै आएको छ, समेट्दै आएको छ र अहिलेसम्म त्यो परम्परागत रूपमा चाहिँ मानिआएको छ। किराँत र बुद्धिस्टहरू मानिरहँदाखेरि चाहिँ किराँत हो कि बुद्धिस्ट हो भनेर जस्तो अहिलेको युवा पिँढीले बुझ्न जरुरी छ होला नि त। त्यो बारेमा म भन्छु, त्यो बारेमा म स्पष्ट छु। जिरेलहरू प्राचीन कालदेखि धेरै वर्षसम्म, साँच्चीकै भन्नुपर्दाखेरि यो अहिलेको यो 2000को दशकसम्म चाहिँ यो किराँतकै परम्परा अनुसार हाम्रो चाहिँ दाह संस्कार हुने, होइन, दाह संस्कारदेखि लिएर सबको चाहिँ अब त्यो सबहरू गाड्ने सबैको प्रचलन हुन्थ्यो। तर अनि हाम्रो फेरि त्यसमा के हुन्थ्यो, सबै त्यो चाहिँ मृत्यु संस्कार चाहिँ नै हाम्रो फोम्बो भन्छौँ नि हामी। त्यो फेरि यो फोम्बोलाई अहिले चाहिँ मान्छेले अपशब्द गरौँ बोन्बो पनि भन्छन्। त्यो बोन्बो होइन, हाम्रो नितान्त फोम्बो भन्ने जिरेल शब्द हो। त्यो फोम्बोबाट चाहिँ सबै कर्मकाण्ड, मृत्युको सबै कर्मकाण्ड फोम्बोले गर्थ्यो। त्यसको एउटा दृष्टान्त के छ भने 1871मा जिरेल फोम्बोले मृत्युको काजक्रिया गर्दाखेरि 1871मा 3 रुपियाँ जरिवाना गरेर चाहिँ पत्र काटेर कारबाही पनि गरेको थियो, थुनामा पनि राखेको थियो। तर पछि आएर फेरि त्यसमा चाहिँ प्रतिवाद गर्दाखेरि चाहिँ ल 3 रुपियाँ लिएर यसरी चाहिँ थुनिएको रहेछ, तिमीहरूले त्यो चाहिँ प्रादेशिक सरकार जस्तोले गरेको क्या, केन्द्रीय सरकारले चाहिँ त्यो जनताले आफ्नो परम्परा अनुसार गर्न पाइन्छ, त्यो चाहिँ नगर्नु, उसलाई छोडिदिनु भन्ने 1871को पत्र अझै हामीसँग छ है। त्यसले गर्दाखेरि त्यो पछि आएर चाहिँ अब हामी त्यो बेलादेखि हामी प्रकृति पूजक एउटा किराँतकै उसमा चाहिँ गर्ने मान्छेहरू। तर पछि यो 2000को दशकको आसपासमा चाहिँ जिरेलहरूमा ठुलो एउटा चाहिँ महामारी फैलियो
अब जिरेलको भाषामा भन्दाखेरि गोयुरा भनेर भन्छन्। त्यो गोयुरा भने गो भनेको टाउको भयो, युरा भनेको चाहिँ गोड्ने। त्यो बिरामी भएपछि कपाल सबै झरिदिने अनि हैजा जस्तो डाइरिया जाने। त्यसले गर्दा एउटै गाउँमा एक दिनमा 5-7 जनाभन्दा बढीसम्मको सङ्ख्यामा मान्छेहरू मर्न थाले भन्ने हाम्रो अग्रजहरूको चाहिँ भनाइ छ। त्योभन्दा अगाडि सबैजना फोम्बोले गर्ने कर्मकाण्ड हुन्थ्यो। त्यो बेला लामा पनि थिएन। तर एउटा लामा जिरेलको एउटा केटो तिब्बतमा चाहिँ नि पुगेर तिब्बतमै अब ऊ फर्किन नसकेर उतै चाहिँ नै लामा विद्या हासिल गरेर जिरी फर्किसकेको अवस्था रहेछ त्यो बेला। त्यो चाहिँ कसरी सम्भव भयो फेरि? होइन, ऊ चाहिँ त्यो बेलाको लामा चाहिँ पहिल्यै सानैमा गएको, त्यो 2000को दशकभन्दा अगाडि नै गएको ऊ तिब्बत। अनि ऊ फर्किएर आयो। फर्किएर आइसकेपछि उसले प्रयास गरे त्यो यो बुद्ध धर्मको संस्कार अनुसार चाहिँ नै कर्मकाण्ड गर्ने भनेर प्रयास गरे, तर पनि त्यति सफल नभएको। तर ठ्याक्क 2000 सालको पछाडिबाट त्यो अघि मैले भनेको त्यो गोयुरा भन्ने चाहिँ रोग व्याधि आइसकेपछि चाहिँ अनि मान्छेहरूलाई आज लगेर लास गाड्यो, भोलि अर्को लास त्यो चियान गाडी घारीमा लिएर जाँदाखेरि त्यहाँ लास नभेट्ने, स्यालले सबै छताछुल्ला बाहिर निकालेर फाल्ने भएपछि अनि अब भएन, अब मान्छे चाहिँ यसरी झन् महामारी फैलिने भयो भनेर चाहिँ अनि जलाउन थाल्ने, उ गर्नु थाल्ने चाहिँ प्रथा चाहिँ त्यो बेलादेखि सुरु भएको अरे के। त्यो बेला सुरु भएपछि अनिखेरि बिस्तारै त्यो तिब्बतबाट चाहिँ लामा पढेर आउने त्यो लामाले अलिअलि कर्मकाण्ड, तर नितान्त बुद्धिस्ट संस्कार अनुसार भन्दा पनि मिसमास पारेको जिरेलको फोम्बोले गर्ने कुराहरू पनि त्यहाँ मिसाइएको छ। अहिलेसम्म पनि त्यो देखिन्छ होइन। बुद्धिस्ट संस्कार अनुसार तामाङ गुरुङ यिनीहरूले गर्ने पनि हामीले हेरेका छौँ। उहाँहरूले गर्ने र त्यहाँ हाम्रो समुदायमा गर्ने त्यो मृत्युको कर्मकाण्डमा चाहिँ निकै फरक देखिन्छ क्या। त्यसरी चाहिँ नि फेरि त्यो हुनु बित्तिकै जिरेलहरू बुद्ध धर्म मान्ने हो, यिनीहरूको धर्म बुद्धिस्ट हो भन्ने होइन। जिरेलहरू प्रकृति पूजक नै हुन्। तर अहिलेका जेनेरेसनको चाहिँ केही भाइ बहिनीहरूले आफ्नो विगतको इतिहास थाहा नभएर होला अथवा बुझ्ने प्रयास नगरेर होला चाहिँ बुद्ध धर्म जिरेलको बुद्ध धर्म हो भन्ने गरेछ। त्यो मात्रै होइन, योभन्दा अगाडिको धेरैजना 99% जिरेलको रेकर्डमा हिन्दू धर्म भनेर लेखिएको छ। त्यो हिन्दू धर्म किन लेखियो भनेर भन्दैन, म आफ्नो दृष्टान्त म भन्न चाहन्छु। स्कुलमा पढ्न जाँदाखेरि धर्मको महलमा हिन्दू लेख भनेर भन्थे हामीलाई गुरुहरूले। अड्डा अदालतमा गयो तेरो के धर्म हो भनेर भन्दा हिन्दू भनेर चाहिँ लेख्न लगाऊ भनेर लेख्ने। त्यसरी चाहिँ नि धेरै जिरेलहरू चाहिँ नि धर्म कोलममा चाहिँ नि हिन्दू लेखिया छ। अहिले केही कतिले चाहिँ नि बुद्धिस्ट लेखिया छ, तर केहीले चाहिँ नि अझै पनि हामी प्रकृति पूजक हो भनेको छ। म किराँत धर्म भन्दा पनि म प्रकृति पूजक हो, किनकि प्रकृति पूजक भनेर राज्यले पनि मान्यता दिएको छ। हामी परम्परा कालमा पनि त्यही गर्थ्यौँ, अहिले पनि हामी प्रकृतिकै पूजा गर्छौँ। त्यसले गर्दा हाम्रो धर्म भने प्रकृति पूजक हो। जिरीको नाम चाहिँ कसरी जिरी रहन गयो? यसलाई पनि अलिकति पछाडिदेखि नै अलिकति जोड्नुपर्छ जस्तो लाग्छ क्या मलाई। फ्याट्ट यसरी भयो भन्ने कुरा भन्दा पनि अब जस्तो आफ्नै तरिकाले पुष्टि गरिरहेको हुन्छ जिरी चाहिँ यसरी जिरी भएको हो, नामकरण यसरी हुन गएको हो भन्ने छ क्या। हो, तर खास तथ्य चाहिँ के छ? तथ्य भन्ने किम्बदन्ती भन्ने कि तथ्य भन्ने होइन। अब यसलाई किम्बदन्ती पनि नभनौँ, तथ्य पनि नभनौँ, यो सत्ययुगको जस्तै कुराहरू हुन् क्या यिनीहरू। जस्तो तपाईँको लिच्छवी कालभन्दा पहिला किराँत काल थियो, किराँत राज्य थियो। किराँत राज्य हुँदाखेरिदेखि नै हामी अहिलेका वर्तमान जिरेलहरू जिरीमा बसेको भन्ने चाहिँ नि हाम्रो अग्रजहरूको भनाइअनुसार चाहिँ हामीले सुन्न आएको हो क्या। अब मानव जाति नै यस्तो हो कि पहिला जङ्गलमै बस्ने, जङ्गली जनावरसँग जुझ्ने,
उनीहरूसँगै चाहिँ नि उनीहरूकै शिकार गर्ने, त्यसो गर्दै गर्दै एक ठाउँबाट अर्को ठाउँ एउटा अहिलेको राउटेहरू सरे जस्तो नै हो मानव, सबै ठाउँको मानव जातिहरू त्यसरी गर्दै जाँदाखेरि हाम्रो पुर्खाहरू चाहिँ कुनै कालखण्डमा कतैबाट चाहिँ नि जिरी भन्ने ठाउँमा पुग्यो। जिरी भन्ने त्यो अहिलेको जिरीमा पुग्यो र त्यो चाहिँ पुरा चाहिँ एकदम जङ्गल, घना जङ्गल भएको क्षेत्र थियो। त्यो जङ्गलमा बस्दाखेरि त्यो बेलासम्म मलाई लाग्छ र हाम्रो अग्रजको भनाइअनुसार पनि जिरेल भन्ने शब्द पनि थिएन अरे। त्यो बेला सबै किराँतै भन्थे होलान् भन्ने एउटा अनुमान हो। यी सबै अहिलेका किराँत अन्तर्गत भन्ने जातहरू पछि जन्मेका जातहरू हुन् भन्छु म। त्यो नभए कुनै पनि कालखण्डमा चाहिँ त्यो आजभन्दाको चाहिँ 300-400 शताब्दीभन्दा अगाडिको कुनै पनि दस्तावेजमा त्यस्तो अहिलेका चाहिँ जातिहरूको ऊ देखिँदैन। जस्तो यलम्बरको कुरा गर्नुहोस् न, यलम्बर के हो त? यलम्बर त उसको फर्स्ट नेम भयो। यलम्बरको जात थर के हो त? यलम्बर त किराँत हो र किराँत हो भनिन्छ। त्यस्तै गरेर हामी पनि किराँत हो। त्यसरी चाहिँ त्यो अहिलेको वर्तमान जिरीमा पुग्दाखेरि पुगे। त्यहाँ पुगिसकेपछि त्यो जङ्गलमा चाहिँ नि तिनै चाहिँ नि जङ्गली शिकार गर्दै त्यो जिरी खोला, सिग्री खोलाको चाहिँ नि उसमा चाहिँ नि जाल हान्दै चाहिँ त्यहाँ बसोबास गर्न पुगे। म भन्छु जिरीको त्यो बेलाको घना जङ्गल भित्र जमिन खनी खोर्सी गरेर सूर्यको पहिलो किरण झार्ने हाम्रो पुर्खाहरू हो। जिरी सिग्री खोलामा जाल हान्ने पहिलो जलारी हाम्रो जिरेलहरू हो। त्यसरी हाम्रो भाषामा जी भनेको जी मात्रै नभएर जी भनेको चाहिँ जीवा, जीवालाङ्चा भन्छ क्या, त्यो चाहिँ डरलाग्दो। री भनेको चाहिँ वन, जङ्गल, जिरी। त्यसरी चाहिँ नि ठाउँको नाम सृजना भयो र पछि यो लिच्छवी काल, त्योभन्दा पछि पृथ्वीनारायण शाहकै कालमा पनि किराँतहरू खोजी खोजी मार्न थाले। किराँत हो भन्ने बित्तिकै उनीहरूलाई चाहिँ सुट गर्न थाले। त्यो पछि आफ्नो जातहरू लुकाउन थाले मान्छेले। त्यसो भए के भन्ने हामी भनेर आफ्नो जीवज्यानको मायाको कारण आफ्नो शाखा सन्तान बचाउनलाई, आफू बाँच्नको लागि हामी अब जी र री भनेर जिरी भन्यौँ। अब हामी जिरेल भन्नुपर्छ भनेर जिरेल चाहिँ नै हुन गएको हो भन्ने चाहिँ हाम्रो भनाइ हो र हाम्रो अग्रजको भनाइ पनि त्यही छ। जिरेलहरूले मान्दै आएको कुल पूजा होइन, ला चीन अभिभूमि, यो कहिलेदेखि चाहिँ मान्दै आएको जिरेल समुदायमा? यो त ऐतिहासिकै हो। यो अहिले उहिले भन्ने नै छैन। यो कुल पूजाहरू त परम्परागत त्यो प्राचीन कालदेखि नै मान्दै आएको हो र हामी जिरेलहरू जनसङ्ख्याको हिसाबले अहिले थोरै देखिए तापनि एउटा विविधता के छ भने हरेक थर विशेषमा, प्रायः जसो थर विशेषमा कुल पूजाहरूको मान्ने देवताहरू चाहिँ, देवता देवीहरू चाहिँ फरक फरक हुन्छ। यो चाहिँ कालान्तरदेखि नै मान्दै आएको हो र यो सबै आबी पूजा, छेउमु पूजा भन्ने सबै चाहिँ हाम्रो कालान्तरदेखिकै, त्यसको डेट कसैलाई पनि थाहा छैन त्यो कहिलेदेखि मान्दै आएको थियो भन्ने कुरो। हाम्रो बाले पनि मान्नुहुन्थ्यो, हाम्रो बाजेले नै मान्नुहुन्थ्यो, बाजेको बाउले पनि मान्नुहुन्थ्यो, बाउको बाउले पनि मान्नुहुन्थ्यो। यो कालान्तरदेखि मान्दै आएको कुराहरू हो यिनीहरू, पछि सिर्जना भएको होइन। यो यहाँहरूको आफ्नै संस्कृति छ, आफ्नै विविधताको कुरा गर्नुभयो। जस्तो राज्यले चाहिँ यो अल्पसङ्ख्यक जातिको यो जुन संस्कृति संस्कारलाई चाहिँ कसरी संरक्षण गर्नुपर्छ होइन, कसरी चाहिँ यसलाई चाहिँ अझ विकासको रूपमा लानुपर्छ भन्ने खालको चाहिँ भनौँ न तपाईँहरूमा चाहिँ होइन जिरेल समुदायमा आएर त्यो खालको चाहिँ काम गर्नुपर्छ भनेर राज्यले पनि सहयोग गरिरहेको छ, अथवा भनौँ स्थानीय तह पनि छ। स्थानीय तहले पनि भोलि भाषाको कुरा होस्, संस्कारको कुरा होस् होइन, वेशभूषाको कुरा होस्, त्यसलाई चाहिँ हामीले जोगाउनुपर्छ भन्ने खालको चाहिँ भनौँ न जिरेल समुदायमा चाहिँ यो खालको कार्यहरू भइरहेको छ कि छैन? अब राज्यको त के कुरा गर्ने, राज्यको नेतृत्वमा बस्ने चाहिँ नि हाम्रा के भन्ने राजनीतिज्ञ भन्ने अथवा चाहिँ मन्त्री प्रधानमन्त्री भन्ने होइन, के भन्नुपर्छ त्यो मलाई थाहा भएन।
उहाँहरूको काम के हो भनेदेखि कुनै पनि जातिकोले आयोजना गरेको विशेष केही कार्यक्रमहरूमा उपस्थित हुने, निम्ता दिएपछि उपस्थित हुने, त्यहाँ आएपछि भाषण गर्ने। ओहो यो हाम्रो चाहिँ आदिवासी जनजातिहरूको यस्तो संस्कार उस्तो संस्कार त यो राज्यको सम्पत्ति हो, यसो राज्यको सम्पदा हो, यसलाई संरक्षण गर्नुपर्छ, राज्यबाट हामी चाहिँ लाग्छौँ, अब हामी यस्तो नियम बनाउँछौँ, कानुन बनाउँछौँ, ल तपाईँहरूले साथ दिनु पऱ्यो, तपाईँहरू पनि लाग्नु पऱ्यो, मिलेर गर्नु पऱ्यो भन्ने सुन्दा 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 यो कान पाकिसक्यो। अब कान सुन्न पनि छोड्ने बेला भइसक्यो। राज्यबाट त्यस्तो आश पनि गरेको छैन मैले चाहिँ व्यक्तिगत रूपमा, हाम्रो जिरेलकै सन्दर्भमा कुरा गर्दाखेरि होइन। अब तपाईँले अल्पसङ्ख्यक भन्नुभयो, अल्पसङ्ख्यकको परिभाषा नै के हो त्यो नै थाहा छैन मलाई। कथा कति अल्पसङ्ख्यक भनेर जिरेल जातिलाई त्यो के कहाँ प्रमाणित गरेको छ, त्यो प्रमाणित गरेकै छैन। अल्पसङ्ख्यकको मैले चाहिँ यसो काहीँ हेर्दाखेरि 3000 भन्दा तल चाहिँ पपुलेसन भएको जातिलाई मात्रै अल्पसङ्ख्यक भन्ने भनेर गरेको छ। तर जिरेल समुदाय त त्यतिखेर लगभग 6000 को हरारीमा छौँ, त्योभन्दा बढी पनि होला। त्यो पनि राज्यको रेकर्डमा है, राज्यको रेकर्डमा 6000 छ। त्यो गलत छ भन्ने कुरो मसँग थुप्रै प्रमाणहरू पनि छ। कुनै बेला त्यस्तो तथ्याङ्क विभागलाई चाहियो भनेदेखि उनीहरूको चाहिँ कमी कमजोरी गल्ती कहाँ कहाँ छ, कसरी यो जिरेलहरू हराएछन्, कहाँ कहाँ हराउनु लगाएको छ रेकर्डमा भन्ने कुरा, तथ्य कुराहरू चाहिँ म भन्न सक्छु उहाँहरूसँग। त्यसले गर्दाखेरि अब स्थानीय तहको सरकारको पनि अब खासै स्थानीय तहको सरकारले यो गरेछ त्यो गरेछ भन्ने मैले अहिलेसम्म सुनेको छैन। जिरीमा पनि सुनेको छैन, जिरीको अन्य गाविसमा जिरेल बस्तीबाट त्यहाँ पनि सुनेको छैन, सिन्धुपाल्चोकमा भएको ठाउँमा त्यहाँ पनि सुनेको छैन होइन। यो अहिले केही अभियन्ताहरूले आदिवासीहरूको भाषामा चाहिँ पठन पाठन सुरु गर्नुपर्छ, अझ बागमती अञ्चलमा चाहिँ भाषीको चाहिँ नै नेवारहरूको उसमा चाहिँ आएको छ होइन। तर हाम्रोमा त्यो पुगेको छैन। अब पठन पाठनकै कुरा गर्नलाई त गाह्रै होला भन्छु म पनि एउटा शिक्षा क्षेत्रकै मान्छे भएको हुनाले। अब त्यहाँ त सबै वर्गको सबै जातिको मान्छेहरू हुन्छ कक्षामा, त्यहाँ भएकोमा चाहिँ अब जिरेलको मात्रै पढाउनलाई त कि टिचरै छुट्टै चाहियो कि विद्यालय छुट्टै चाहियो, त्यो त सम्भव नहोला। राज्यले व्यवस्था गर्नुपर्ने कुरा हो, गर्नुपर्ने त हो, तर सम्भावना मैले देख्दिनँ र गर्ने भन्ने आश पनि छैन हामीलाई। र केवल चाहिँ यो स्थानीय तहले एउटा काम गरिदिए हुन्थ्यो क्या। उनीहरूको कार्यक्रमहरू त्यो योजना तथा कार्यक्रमहरू बनाउँदाखेरि त्यो बनाएको कुराहरू चाहिँ गाउँ गाउँमा चाहिँ जिरेलको टोलमा जाँदा जिरेल भाषामै भनिदिए हुन्थ्यो। त्यहाँ अब सुनवारहरू छन्, तामाङहरू छन्, त्यहाँ जाँदा सुनवारकै भाषामा भनिदिए हुन्थ्यो, तामाङको टोलमा तामाङको भाषामै भनिदिए हुन्थ्यो। त्यस्तो अन्तर्क्रियाहरू त्यस्तोमा चलाइदिए हुन्थ्यो भन्ने चाहिँ मेरो व्यक्तिगत धारणा चाहिँ त्यो हो स्थानीय सरकारसँग। तर स्थानीय सरकारले यो गर्न सकेको छैन, गरेको छैन। मैले अहिलेसम्म सुनेकोमा यसपालिको उसमा त्यही बजेट कार्यक्रमको निर्णय हो कि के हो भनेर छुट्छ चाहिँ 10 मिनट कि 5 मिनट जतिको जिरेल भाषामा चाहिँ यसो बोलेको जस्तो चाहिँ मैले कता कता यो सामाजिक सञ्जालहरूमा सुनेको थिएँ। अब सुरुवात राम्रै हो भन्छु म त्यो, तर त्यसलाई चाहिँ अलिकति विस्तारित रूपमा कार्यान्वयनमा लगेर अलिकति विस्तारित रूपमा चाहिँ लैजानुपर्छ। लग्यो भनेदेखि चाहिँ नि कल्याणै हुन्छ जिरेल समुदायको भन्ने मलाई लाग्छ। जिरी विकासमा सम्भावना, चुनौती र समाधानलाई चाहिँ यहाँ कसरी व्यक्त गर्नुहुन्छ? अब जिरीको विकास सम्बन्धी कुरा गर्नुपर्दा तपाईँलाई फेरि मैले थोरै टाइम लिनुपर्ने हुन्छ। जिरीमा राज्यको नजरमा र केही व्यक्तिको नजरमा जिरीमा विकास पहिल्यैदेखि सुरु भएको हो र यो चाहिँ जिरीको विकास पुगिसकेको छ भन्ने पनि कता कति सुन्न आउँछ क्या। त्यो हो, जिरीमा विकास 2014 सालतिरबाटै
स्विसहरूको आँखा परेको ठाउँ हो त्यो। र केही एउटा चाहिँ कामहरू सुरुवात पनि भएको हो। त्यहाँ एउटा जिरी बहुमुखी विकास परियोजना भन्ने 14 सालमै स्थापना भयो। त्यो अन्तर्गत चाहिँ त्यहाँ हस्पिटल पनि बन्यो। अब पहिला त सानो सानो औषधालय थियो, मान्छेको पनि पशुको पनि। पछि अनि भैँसी गोठहरू थिए, सुँगुर गोठहरू थियो। त्यसरी चाहिँ विकासको सुरुवात चाहिँ त्यसरी भयो। तर त्यो विकासको अपेक्षित प्रतिफल चाहिँ जिरेलहरूले कहिले पनि भोग्नु पाएन। जिरेलहरूको काम त्यहाँ चाहिँ गोबर सोर्ने, घाँस काट्ने, घर बनाउने कुल्ली काम गर्ने, ढुङ्गा बोक्ने, त्योभन्दा दोस्रो केही पनि भएन। जिरेलहरूमा त्यसको त्यो अब भैँसी प्रजनन, गाई प्रजनन भनेर चाहिँ खोल्यो, तर त्यसको केही पनि असर देखिएन। तर एउटा कुरो के देखियो भनेदेखि शिक्षातर्फ चाहिँ अलिकति सुलभ भयो त्यहाँनिर जिरेलहरूलाई। त्यो बेलाको विकासको एकदम अपेक्षाकृत मध्यमा एउटा शिक्षाको चाहिँ विकास भएकै हो। त्यहाँको बालबच्चाहरूले पढ्न पाए। यो 16-17 सालदेखि स्कुल स्थापना भएर त्यहाँ पढ्न पायो, एउटा कुरो त्यो हो। तर त्यति हुँदा पनि अब झिरीमा खासै चाहिँ अब त्यो त्यहाँको समुदायको थाप्लोको नाम्लो, ढाडको डोको, ढाकर, खकन कहिल्यै पनि हटेन। तर पछि आएर यो 42 साल 43 सालसम्ममा कालोपत्रे भएको रोड पुगेपछि त्यहाँ अलिकति विकास भएको हो कि भन्ने जस्तो अनुभूति भयो। र त्यो पछि केही कार्यालयहरू पनि थपिए, ब्याङ्कहरू थपियो होइन, वन कार्यालयहरू त्योभन्दा अलि अगाडि थपिया थियो। अब त्यसैलाई विकास हो भन्ने त मेरो भन्नु केही पनि छैन। विकास त्यो एउटा भौतिक संरचना हुँदैमा पुग्दैमा चाहिँ नै विकास भयो भन्न चाहिँ म चाहन्न के। यो विकासले त मानव जातिलाई छुनु पऱ्यो नि। त्यो मानव जातिको पनि उत्थान हुनु पऱ्यो, उनीहरूको आर्थिक अवस्था माथि आउनु पऱ्यो। तर त्योतर्फ चाहिँ नै केही पनि उभाएन। र झन् यो बहुदल आइसकेपछि के नहुन्छ होला, के नगरिन्छ होला भन्ने जस्तो आश पनि लाग्थ्यो हामीलाई पनि। त्यो पछि झन् गणतन्त्र आएपछि उल्कै हुन्छ होला, के हुन्छ होला भन्ने कुरो। यो समय अन्तरमा हुने विकास सँगसँगै थोर बहुत त आउँथ्यो नै होला, जुन अहिले हामीले देखिरहेछौँ। अब त्यो जताततै चाहिँ अब अहिले त घर घरै जस्तो, टोल टोलै जस्तो चाहिँ नि अब त्यो डोजर लगाएर बाटोहरू पुगेको त देख्छौँ हामीले। त्यो पनि एकदम नितान्त सिजनल। बर्खा लगाएपछि त्यहाँ फेरि उही हिँड्नै पर्छ, गाडी चढ्नु पाउँदैन। त्यही झिरीकै बजारसम्म चाहिँ त पिच रोड छ, नभए अन्यत्र गाउँघरमा जानलाई त्यो छैन। रोडको अवस्था त्यो छ। अब अरू विकास, अब पर्यटन क्षेत्रको विकास गर्ने हो भने, भन्ने कुरा गर्ने हो भने, एउटा त्यहाँको मानवीय उसको लागि, प्रगतिको लागि, आर्थिक अवस्था उकास्नुको लागि त त्यहाँको समुदायले आर्थिक आय आर्जन गर्न सक्ने खालको चाहिँ विकास भयो भने पो विकासको अनुभूति हुन्छ त। तर त्यो छैन। अब त्यहाँ अहिले त झन् विभिन्न राजनीतिक दलहरूको खिचातानी, एउटामा अलिकति गरौँ भन्यो भने अर्कोले तान्ने, अर्कोतिर गरौँ अर्कोले तान्ने, यो वर्ष यहाँ गरौँ अर्को वर्ष उहाँ गरौँ भनेर पनि नहुने क्या। बजेटहरू अहिले कस्तो छ भने हामी त्यो चिकन फिट भनेर भन्छ क्या, यो प्राविधिक भाषा एउटा, छर्ने क्या, छर्ने छ, सबैतिर छर्ने, न त्यसको चाहिँ उपलब्धि देखियोस्, कतै प्रतिफल राम्रो देखियोस्, त्यस्तो खालको अरू भइरहेछ। अब पर्यटनको लागि चाहिँ गर्ने थुप्रै क्षेत्रहरू छ, तर त्यस्तो चाहिँ किसिमको चाहिँ न स्थानीय सरकारसँग त्यो आय अर्जनको चाहिँ स्रोत छ, न चाहिँ केन्द्र अथवा प्रदेशको राज्यले नै केही चाहिँ बजेटको व्यवस्था गर्छ। त्यसो केही पनि गरिरहेको छैन। जस्तो हामीले एउटा परिकल्पना गरेको एउटा जिरीमा एउटा कृत्रिम ताल बनाउने भन्ने, अहिले खिसिटिउरीको विषयवस्तु बनिरहेछ, सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती देखिन्छ। अब त्यो राजनीतिक दलहरूकै खिचातानीले गर्दाखेरि त्यो अहिलेसम्म 2 पटक हो गएर प्रदेशबाट बजेट पनि परेको छ अरे अलिअलि भन्ने सुनेको थिएँ, तर त्यो बजेट त्यहाँ प्रयोग हुनै सकेन, त्यो फ्रिज भएर गयो भन्ने सुन्छु मैले। त्यो एउटा भयो भने कमसेकम
त्यहाँ पर्यटकहरूको चाहिँ आगमनले गर्दाखेरि त्यहाँको क्षेत्रको त्यो आसपासको मान्छेहरूको अलिकति भए पनि साग बेचेर भए पनि मुला बेचेर भए पनि एउटा दुईवटा काउली बेचेर भए पनि अलिकति आर्थिक आय आर्जन हुन्थ्यो होला, त्यो हुन सकेको छैन। अब राज्यले को दायित्वभित्र पर्ने हो कि जस्तो लाग्छ मलाई। त्यहाँको आदिवासीहरूले तरकारी उमार्न पनि थालेका थिए, कुखुरा पालेर अन्डा दिने मासु दिने कुखुरा पनि पालेका थिए। तर छिमेकी मुलुकबाट आएको सस्तो तरकारी र सस्तो अन्डा कुखुरा झ्याप्प ल्याइदिएपछि अनि त्यहाँ उत्पादन गरेको वस्तु अलिक महँगो हुने भएकोले सस्तोतिर गएर तिनीहरूलाई समेत निरुत्साहित गरेर अहिले त्यो कामहरू पनि गर्न छोडिसकेका छन्। त्यहाँको विकास भन्ने कुरो मैले देखेको र उ गरेको चाहिँ यस्तै हो। यहाँको महत्त्वपूर्ण समयको लागि यहाँलाई विशेष धन्यवाद। हस्, धन्यवाद। आज हामीले कुराकानी गऱ्यौँ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका पूर्व सदस्य सचिव एवं समाजसेवी निरबहादुर जिरेलज्यूसँग। आजको कुराकानी यहाँलाई कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै अर्को एपिसोडमा नयाँ अतिथिको साथमा आउने बाचा गर्दै आजको यो कार्यक्रम व्यक्ति विशेषबाट म कार्यक्रम प्रस्तुता हिरोज लोचन लगायत सम्पूर्ण युनिटलाई नै बिदा दिनुहोस्। हस्त, नमस्कार।